नमस्कार। आउनुहोस् एउटा विषयमा चर्चा गरौँ। नार्सिसिस्ट अथवा डाँडे, नेपालीमा चाहिँ डाँडे मान्छे भनिन्छ त्यस्तो मान्छेलाई। डाँडे मान्छेहरू यस्तो हुन्छन् कि उनीहरू आफ्नो प्रगति गर्न नि सक्दैनन् र अर्कोको प्रगति देखेरै जल्छन्। उनीहरूको कोही आफ्नो हुन नि पर्दैन, नजिकको हुन नि पर्दैन, चिने जानेको हुन नि पर्दैन, छिमेकी भए नि हुन्छ, आफन्तमा कोही टाढाको मान्छे भए पनि हुन्छ। देखेरै जल्छन्, देखेरै आफ्नो गरिरहेको प्रगति पनि रोक्छन्। यिनीहरूमा यति धेरै जलसी हुन्छ कि म भन्दा यो किन माथि छ, यो किन हाँसेको छ, यिनीहरू किन खुसी छन्, यसको फ्यामिली बर्बाद भए म खुसी हुन्थेँ, यसको यो बिग्रिए म खुसी हुन्थेँ, यसको यो भत्किए म खुसी हुन्थेँ, फलानु उसको छोराछोरीले राम्रो नपढे म खुसी हुन्थेँ। उनीहरूको दिमागै अर्कालाई बेखुसी बनाउने, अर्काको बिगार्ने, अर्काको भत्काउनेमा हुन्छ। र डाँडे मान्छेहरू कसरी हुन्छन् भन्दा एउटा चाहिँ हेरिडिटी फ्यामिली संस्कार हुन्छ होइन। फ्यामिलीमा चाहिँ पहिलादेखिकै उनीहरू एउटा जेलसी इन्भाइरोमेन्टमा हुर्केको हुन्छन् कि अर्काको रिस्क गर्नु उनीहरूको प्रमुख काम हुन्छ। र रिस्क गर्दा गर्दै उनीहरूको चाहिँ ब्लड सर्कुलेसन, ब्लडमै यस्तो खालको ब्लड जम्मा भएको हुन्छ कि उनीहरूलाई रिस्क मात्रै गर्न आउँछ, मान्छेको डाहा मात्रै गर्न आउँछ। कसैको राम्रो भएपछि खुट्टा कसरी तान्ने, अब यिनीहरूलाई कसरी भत्काइदिने, यिनीहरूको इमेज कसरी खराब पारिदिने, उनीहरूको त्यस्तो कुरामा मात्रै ध्यान हुन्छ, त्यस्तो उटपटाङ कुरामा मात्रै ध्यान हुन्छ र त्यही कामहरू गरिरहेको हुन्छन्। र धेरै जस्तो मान्छेहरू नेपालमा चाहिँ अलिकति कम बुझेको नै छन् र अर्काले भनेको बोलीको भरमा पछि पर्छन् कि त्यो मान्छेले आफैले भेटेर कस्तो भएको छ, आफूसित कस्तो बिहेभ गरेछ भन्नेमा उनीहरूको ध्यान हुँदैन। उनीहरूको ध्यान चाहिँ कसैले यसको बारेमा, कसैको बारेमा केही नराम्रो भनिदिए हुन्थ्यो भन्नेमै हुन्छ फेरि। किनकि प्रायः मान्छेहरूमा फेरि त्यही खालको ब्लड हुन्छ नि त, जुन खालको ब्लड आफूसँग छ त्यस्तै खालले अट्र्याक्ट गर्ने हो कि, त्यस्तै खाले कुरा सुन्न खोज्छ, त्यस्तै खाले कुराहरूले रमाउन खोज्छ। कसैको नेगेटिभिटी आयो, कसैको नेगेटिभिटी कुरा सुन्यो भने मक्ख पर्छ कि त्यो मान्छेहरू। र त्यसमा पनि अति नार्सिस्ट, अति डाँडे। नार्सिस्ट भनेको फेरि यो इङ्ग्लिस वर्डमा चाहिँ नार्सिस्ट भने पनि डाँडे, नेपालीमा चाहिँ महाडाँडे भन्ने हुन्छ। यो डाँडे स्वभावको मान्छेहरू चाहिँ इन्सेक्योर, मेन त यिनीहरू इन्सेक्योर हुन्छ होइन। मभन्दा अरूको राम्रो हुन्छ कि, मभन्दा अरू बलियो छ, मभन्दा अरू मान्छे धनी छ, उनीहरू कन्फिडेन्स हुन्न कि भित्रबाट म जिउन सक्छु, म राम्रो गर्न सक्छु, म पनि राम्रो मान्छे हो भन्ने छैन। उनीहरूलाई राम्रो चाहिँ थाहा छ म राम्रो मान्छे होइन। जो मान्छे म राम्रो होइन भनेर आफूलाई कन्फर्म गर्छ नि, त्यो मान्छे चाहिँ डाँडे मान्छे हो कि। अनि उसले लाइफमा केही गर्न पनि सक्दैन। अनि कसैलाई राम्रो, डाँडे मान्छेको एउटै मात्रै गुण तपाईँले याद गर्नुहोस्, उसले कसैलाई राम्रो भन्दैन, कसैलाई। किनकि उसको बडीभरि नै त्यो एक भकारी टाउकोदेखिको खुट्टासम्म उसको चाहिँ त्यो नेगेटिभिटी मात्रै छ। कसको के बिगार्न पाए हुन्थ्यो, कसको केही नराम्रो भन्न पाए हुन्थ्यो, कसको किन नराम्रो सुन्न पाए हुन्थ्यो। सुन्दा मात्रै पनि खुसी हुन्छ त्यस्तो मान्छेहरू, अनि सुन्न खोज्छ। ठ्याक्कै उसलाई टच गर्छ कि पोजिटिभ राम्रो मान्छेले राम्रै कुराले, त्यो चुम्बक जस्तो हो कि, चुम्बकले चुम्बक खोज्छ नि। नेगेटिभ मान्छेले नेगेटिभिटी आफ्नो बडीमा त्यही छ नि त, उसको बडीले भोकै त्यही लागेको हुन्छ कि उसलाई नेगेटिभिटी कसरी पाइन्छ, मान्छेको नराम्रो कुरा कसरी खोज्न सकिन्छ भनेर उसलाई भोकै त्यही लागेको हुन्छ कि। त्यो भोकले गर्दा चाहिँ ऊ चाहिँ नेगेटिभिटी खोज्दै हिँड्छ र त्यो बटुल्दा ऊ यति नेगेटिभ मान्छे हुन्छ कि उसले कसैलाई मान्छे गर्दैन, कसैलाई राम्रो भन्दैन। उसको आँखामा पोजिटिभिटी नै हुन्न कि, राम्रो चिज पनि उसले एउटा खोर खोजिदिइहाल्छ। मैले साडी लगाएको छु, यहाँनिर अलिकति पिन खुम्चेको छ, उसले यसलाई नै साडी लगाउन नआएको पिन खुम्चाएको भन्छ। त्यो खालको हुन्छ भनौँ न त्यो नेगेटिभ मान्छेहरू चाहिँ। र त्यस्तो मान्छेहरू चिनिन्छ है। कतिपय मान्छे चाहिँ पोजिटिभ भने हँसिलो हुन्छ भने, कतिपय मान्छे चाहिँ एउटा सुरुमै खोट निकालिदिइहाल्छ, रेडी भरेको है, तिम्रो यो मिलेन भनिदिइहाल्छ। अथवा यो सुहाएन, यसमा यो लगाएको भए हुन्थ्यो, यसमा यो लगाएको भए सुहाउँथ्यो भनेर भनिहाले हुन्छ कि। तिनीहरू नेगेटिभ मान्छे आफू, त्यो चाहिँ उनीहरू पहिला आफू बेखुसी छ, आफ्नो इमेज छैन, आफ्नो कुनै भविष्य छैन भन्ने उनीहरू त्यो इन्सिक्युरिटी हुन्छ। मेरो लाइफमा चाहिँ खासै केही गचिलो हुन सक्दैन भनेर त्यो इन्सिक्युरिटी अथवा आफूमै ट्रस्ट नभएको, म केही राम्रो गर्न सक्छु भन्ने विश्वास नभएको मान्छेहरू चाहिँ एकदमै डाँडे हुन्छ। फेरि डाँडे मान्छे चाहिँ लुजर मान्छे हुने हो, फेरि एकदमै लुजर। मभन्दा अर्को बलियो छ, मभन्दा अर्को यो छ भन्दा चाहिँ अर्कालाई खसाल्न खोज्छ, तर भित्रैबाट चाहिँ ऊ कमजोर हुन्छ। कमजोर भएर चाहिँ ऊ डाँडे भएको हो खासमा। त्यही भएर यो डाँडे भन्ने चिज चाहिँ कमजोर मनस्थितिको अथवा राम्रो संस्कार पाएर नहुर्केको मान्छेहरू हुने हो। आफूलाई चाहिँ त्यति बुझ्नुपर्छ। डाँडे हुनु भनेको चाहिँ कुसंस्कारमा हुर्केको अथवा गरिबीमा हुर्केको अथवा अलिकति सिस्टममा नहुर्केको, राम्रो बुझाइमा नहुर्केको,
अथवा इन्सिक्युरिटी भएको आफूभन्दा सबै अरू राम्रो छन् अरूको देखेरै जल्ने खालको इन्भाइरोमेन्टमा हुर्केको मान्छे चाहिँ डाँडे हुन्छ र डाँडे हुन खास जरुरी छैन लाइफमा आफ्नो लाइफ बर्बाद हुन्छ डाँडे हुँदा फेरि लाइफै बर्बाद हुन्छ त्यही पनि उनीहरूलाई चाहिँ त्यो डाँड गर्नु रमाइलो लाग्छ के गर्ने होइन